मर्निङ सबैजनालाई है। म चाहिँ अहिले फिलहाल दबाई पानीमा छु। एकदम यहाँको वेदर चाहिँ एकदम हेर्नुहोस् न हात्तिरहेर चिसो छ है। अनि यहाँ ललिता होमस्टेमा आएको, हिजो यहाँनिर थियो होल्ट, अनि आज एनजेपी जान आँटेको है। तपाईँलाई कसैलाई पनि गाडी चाहिने इन्फर्मेसन मलाई इमिडिएटली गर्नु सक्नुहुन्छ है, रिचेबल प्राइसमा। अनि यहाँ चाहिँ पानी चाहिँ दबाई पानी भनेर लेखेको छ कि यहाँ चाहिँ अब यसको अर्थ चाहिँ दबाई पानी हो, मेडिसिन एउटा हो नि त दबाई भनेको चाहिँ होइन। अन्त यहाँ चाहिँ यहाँको पानीले चाहिँ अब धेरै मलेरियाको, अन्त थाइरोइडको, प्रेसरको है, अन्त जिउ दुख्नेहरूको चाहिँ जाती हुँदो रहेछ। अन्त मैले लिएको छु एक बोतल घरमा आमाको लागि। तपाईँहरूलाई पनि कसैलाई चाहियो भने चाहिँ मलाई भन्नुहोस् है। म चाहिँ 100 रुपियाँ बोतल तपाईँहरूलाई दिने हो। किनभने यहाँबाट अब दुःख गर्नुपर्छ नि त, गाडीमा आउनुपर्छ हो, जानुपर्छ। अनि बोतल एउटा बोतलको चाहिँ 100 रुपियाँ दिन्छु। निकै बिमारीहरू चाहिँ जाती हुँदो रहेछ हौ, थाइरोइड, प्रेसर भयो होइन, अरू अब निकै हुँदो रहेछ है। अनि यहाँको नजारा चाहिँ अहिले यस्तो प्रकार छ, हेर्नुहोस् है। उतापट्टि यो दार्जिलिङ हो है, यतापट्टि चाहिँ दार्जिलिङ छ है। अनि आज होल थियो, निकै चिसो छ दार्जिलिङमा, झन् निकै चिसो छ, माथि त झन्। हुन्छ, धन्यवाद।